गाइज आज चाहिँ कोरियामा डेन्जर जाडो छ। यहाँ चाहिँ हाम्रो सुखारू हिँडिरहेको छन्। हेलो भन न। यो चाहिँ हाम्रो अपार्ट हो। यहाँनिर हाम्रो अपार्ट हो। यहाँनिर चाहिँ आज चाहिँ यसो माडतिर जाम भनेर हो। यहाँनिर चाहिँ अब अहिले चाहिँ वेदर चेन्ज हुन लाग्यो जस्तो छ, त्यही भएर हिउँहरू पनि परिरहेछ। अब सायद गर्मी आउनको लागि होला। हावाहरू पनि निकै चलिरहेको छ। इल्छा माट, यहाँबाट चाहिँ हामी सामानहरू गर्छौँ। तर यो हामी सस्तो मस्तोमा फेरि हामी किनिँदैन है। यस्तो सस्तो मस्तोमा किनिँदैन हामी, एकैचोटि महँगोमा जाने हो। पार्किङ एरियाहरू छ। यो चाहिँ सबै अब फुल्न आँटेको हो। यो अब यो अहिले कुन भन्छ ऋतु के हो अहिले? ऋतु अब गर्मी आउन आँटेकोलाई के भन्छ? एरुम। एरुमबाट चाहिँ यहाँनिर चाहिँ सबै ढकमक्क फुलहरू फुल्छ। यिनीहरू सबै फुलको बोटहरू हो। बोल्दाखेरि पनि फ्या फ्या भइरहेछ। के भएर फ्या फ्या भएको? एरुम आउनुभन्दा अगाडि खेताउन गएपछि आउने खाउल हुन्छ नि, खाउलमा चाहिँ यो फुलहरू सब फुल्ने हो। त्यसमा जे भए पनि अब आउने मौसममा चाहिँ नेपाली र नेपाल के अरे जापान र कोरियामा हुने नेपालीको प्रोफाइल पिक्चर हुने बेला अनि चाहिँ फेरि आउँछ है प्रोफाइल के आउने हो। त्यति बेला चाहिँ आउँछ। उसको कपाल फेरि डेन्जर छ अहिले होइन। डेन्जर छ। तर भोटेले जहिले काट भन्छ। यो लास्टै अटेरी छ क्या। फेरि हुन्छ नि अटेरी, लास्टै अटेरी छ। मान्दैन। ओहो यहाँनिर के आएछ होइन। अब यसरी डाइरेक्ट फोटो खिच्न भिडियो खिच्न चाहिँ पाउँदैन। राम्रो भ्यूहरू छ। अब यहाँनिरबाट चाहिँ हामी माडसम्म जाने भनेर हिँडेको। अब हिँड्दै कहाँसम्म गइन्छ त्यो चाहिँ मलाई बोलाएको हो कि जस्तो लागिरहेको थियो होइन। अब होइन यति दिनसम्म बस्छु यार, ल उपचार गराउनु पर्ने छ। उदाउदी तिमी ह्यान्डसम होइन, त्यस्तो होइन क्या। फेरि नेचुरल ह्यान्डसम भनेको ह्यान्डसमै हो नि त। अलिकति कालो देखिए पनि ह्यान्डसम। तिमी त फेरि कालो होइन नि, कालो देखिरहेछौ नि फेरि होइन। ब्ल्याक ब्युटी हो नि त म। ब्ल्याक ब्युटी भन्दैन क्या त्यसलाई। ब्ल्याक ब्युटी चाहिँ होइन होइन। तिमीलाई चाहिँ कालै भन्दाखेरि होइन। माइन्ड नगरिकन सुनौँ होला। केही कुरा हुन्छ म ह्यान्डसम छु भनेर भन्छन्, त्यो पत्याउन अलिक गाह्रो हुन्छ। तर ठिकै छ। तर पनि यसो बताइदिए जस्तो गरिदिनु होला होइन, त्यही भन्न चाहन्छु। जाडो छ। यहाँनिर चाहिँ हाम्रो एउटा माट छ। अब यो माटमा चाहिँ हामी छिरिँदैन होला। यहाँनिर छ हाम्रो नेपाली सिक्ताङ होइन। यो सब यहाँनिर चाहिँ फुलहरू फुलेपछि चाहिँ राम्रो देखिन्छ। आज हिउँहरू पनि परिरहेको थियो दिउँसो, तर अहिले चाहिँ सबै पग्लिसकेछ। अब तर जाडो चाहिँ लास्टै छ। हावाहरू लास्टै चलिरहेको छ अहिले कोरियामा। के हो साम छ होइन। यहाँनिर चाहिँ मुनि सिक्ताङ छ। हामी खाना त्यहीँ। अनि यहाँ छ साथा माट। यहाँ चाहिँ यस्तो छ। यहाँनिर हाम्रो सुक्खाहरू गइरहेछ। थाङ्गु खेल्ने भनेर मर्न आँटिसक्यो। अनि आज चाहिँ यसो अब 1-2 म्याच हानिदिइहालौँ न त, के छ त अब भनेर हिँडेको होइन। यो एरियामा त सिप बिल्डिङ भएर होला सायद केटीहरू पनि देखिँदैन क्या। कोरिया आएको फिल पनि भएको छैन क्या वास्तवमा त। यहाँनिर यहाँ के कसो सुखारो कोरियाको मान्छे देखिन्छ, तर सबै बुढो इमोहरू केही बुझिँदैन। बुढीहरू 70 वर्ष कटेको बुढीहरू काम गर्न आउँछ। तर यहाँनिरको मान्छेहरूको चाहिँ पावरलाई चाहिँ मान्नै पर्छ। हामी 20-22 वर्षकोले हलाउन नसकेको कुरा बोकेर हिँड्छन् होइन। त्यस्तै छ। हामी चाहिँ थाङ्गु खेल्नको लागि यता थाङ्गुजाङतिर आउँदैछौँ। यो मान्छेलाई चाहिँ थाङ्गु फेरि लास्टै मनपर्ने क्या। तर मसँग चाहिँ फेरि कहिले सक्दैन है। मसँग चाहिँ फेरि सक्दैन। त्यही पनि अब खेल्न रहर गर्छ। के गर्ने अब साथीहरूले भनेपछि म फेरि लन त भनिदिइहाल्छु। हाम्रो थाङ्गुजाङ
यहाँ रातो बत्ती बलिरहेको रहेछ। अब यस्तो बेलामा हिँड्यो भने फेरि खोइ के अब कोरियन भाषा भनेको हामीलाई फेरि मुठो आउँदैन। अफिसको मिस तर म अलिकति लोयल मान्छे हो, म फेरि हेर्दिनँ क्या केटीहरू। हेर्छु त म कहिले केटीहरू, अफिसको मिसै भयो भने म हेर्दिनँ नि त, त्यस्तो हो नि त। म फेरि लास्टै लोयल मान्छे के। हामी चाहिँ अब थाङ्गुजाङ आइपुग्यो। अब यहाँनिर लगभग 1 घन्टा जति खेलिन्छ यहाँनिर। यो चाहिँ हाम्रो थाङ्गुजाङ होइन। भित्र आउने बित्तिकै तातो हुन्छ नि। यहाँनिर आएपछि त त्यो हातहरू ठिरियाको पनि तातो भएर झर्ला जस्तो हुन्छ क्या, त्यो अर्कै खालको फिल हुन्छ क्या। हाम्रो थाङ्गुजाङ पनि खुल्लै रहेछ। अब यहाँनिर चाहिँ ट्याक्क हामी 1 घन्टा जति थाङ्गु खेलिन्छ। पन्जा दियौ, पन्जा र कफी लिएर आऊ त। अब थाङ्गुजाङ हो। अब 1 म्याच जति थाङ्गु हानेर अनि चाहिँ हामी माडतिर सब्जीहरू किन्नको लागि गइन्छ ल। यहाँ चाहिँ हाम्रो थाङ्गु छ। यहाँनिर चाहिँ ट्याक्क अब ल है त। ल चुज अप्सन भएन। फल ल मैले चाहिँ थाङ्गुमा जितिसकेको छु। अब यहाँ सुकारुले पैसा यो सुकारुले चाहिँ पैसा तिर्दैछ यहाँनिर। चक्लेट ल्याउ न यार। के गर्नु पर हो, चक्लेट ल्याउ न। ल्याउ न 1-2 वटा। ल अहिले चाहिँ 7 बज्नु आँटेछ। के गर्ने अब गएर खाना पनि बनाउनु पर्छ होइन। यिनीहरूको चाहिँ रुम यहीँनिर हो। मेरो चाहिँ अलिकति 15 मिनट जति टाइम लाग्छ। अनि 10 होइन 15 लाग्छ नि। अनि अब यहाँबाट सब्जीहरू आज चाहिँ सब्जीहरू ट्याक्क यहाँबाट लिएर गएर। हावा चाहिँ यतिरै चलिरहेको छ आज चाहिँ। यहाँनिर हामी माडा पिएको छौँ। अब यहाँनिर चाहिँ ट्याक्क आज भेज खाने कुरा गर्दैछन् होइन। भेजमा के छ यहाँनिर चाहिँ ट्याक्कसँगले हामी आज यो थुइजी बोकेर जानु पऱ्यो। यहाँनिर चाहिँ अलिक सस्तो पर्छ क्या सामानहरू। यहाँनिर चाहिँ अलिक सस्तो पर्छ, प्राइजहरू सस्तै छ यहाँनिर। अनि टमाटर पनि यो सानोवाला टमाटर झिकन। अनि यति टमाटरलाई चाहिँ यहाँ 3001 छ। यहाँनिर चाहिँ प्याज रहेछ। यो समात त अरू केही यो प्याज बोक्नु पऱ्यो। यो प्याज होइन, एकछिन यो लसुन होइन, एकछिन जिरा कहाँनिर छ यहाँनिर। ल जिरा लानुपर्ने थियो होइन। जिरालाई के भन्छ? ल अब सब्जीहरू पनि किनिहाल्यो होइन। अब चाहिँ रुमतिर जानु लागेको सुकारू छन्। आइसमा कालो चस्मा लाउ है मैया विशाल बजारको छ हाम्रो हरिचन्द्रे। ल यिनीहरूको चाहिँ राफिनी हो। ल आजलाई भ्लग यति नै, बाँकी अर्को भ्लगमा